मलेसियामा अलपत्र के पारे के भयो कहाँ पेट टाउको सारो पेट किलो भयो हजुर टाउको सारो पेट किलो भयो हजुर मलेसियामा यस्तै चर्नीको लागि हेर्नु पछि अन्त म्याम छोराको आमा यस सबैजना ए यही पालि ट्याक्क मलेसियाबाटै सिङ्गापुरबाट एकदमै खुसी लाग्छ तपाईहरुसँग भेट्न पाइयो। कृपया एकचोटि मास्क खोलेर तपाईको चन्द्र जस्तो मुहार देखाइदिनु होला। ल हामी चाहिँ सिङ्गापुरबाट मलेसिया आइसकेका छौँ। हामी यहाँ लगेज दिँदैछौँ। हामी चाहिँ अब होटलमा जाँदैछौँ। हामी मलेसिया आइपुगिसकेका छौँ। अब सबैजना लगेज लिएर माथि जाँदै हुनुहुन्छ। सबैजना चुइचुई पार्दै हुनुहुन्छ। यहाँ चुइचुई पारेर हिँड्नु भएको छ। आइपुग्यौँ त दाइ मलेसिया आयो नि ठिक छ है। ल हामी चाहिँ होटलमा आइसकेका छौँ। होटल एरिना गाइज हामी चाहिँ रुमभित्र एन्ट्री भइसकेका छौँ। रुम ठिकै छ। बेड छ यहाँ एकदमै लग्जरी नै छ जस्तो देखिएको छ। यहाँ त बेड कस्तो छ सम्झि रेडी 1 2 3 1 यति बेला खाना लिने क्रममा छौँ। हामी मलेसिया आइपुग्ने बित्तिकै खानामा छौँ। हेलो खाना लिँदै हुनुहुन्छ? भोक लाग्यो एकदमै। हेलो आमा छोरी को छोरी आमाको छोरी वा छोरीको आमा अन्त म्याम छोराको आमा यस सबैजना ए यही पालि ट्याक्क मलेसियाबाटै सिङ्गापुरबाट ल है खाना मिलाएर लिनु होला अप्ठ्यारो नमानिकन खाना। ल अब चाहिँ हामी खाना सुरु गर्दैछौँ। उयो खानु ल हामी चाहिँ मार्केटमा घुम्न जाँदैछौँ। चुइची पारे के भयो कहाँ पेट टाउको सारो पेट किलो भयो हजुर टाउको सारो पेट किलो भयो हजुर हो मलेसियाको बजारमा हो र बिचारा बिराम भयो यार बुढा मान्छे के भएको यस्तो पछाडि हान्दै छ है। के हो दुईजना यतातिर हजुर के हो हामी मलेसियामा अलपत्र परेको होइन हामी रेस्ट गरेका छौँ। रेस्ट गरे चौतारी खोजेको चौतारी भेटिएन अनि हामी यही मुनि बसिरहेको छौँ। ठुलो पोललाई हामी चौतारी जस्तो लाग्यो हजुर। टक्क यहाँ बस्यो हावा खाने कस्तो चिसो हावा आइरहेको छ। दिउँसो गर्मी थियो हावा खाने बेला भएको छैन दादाईको त हामी तत्त लाग्यो। उहाँहरू रिक्सा उता हेर्नु त देख्नु हामी यो मलेसियामा यस्तै चर्नीको लागि हेर्नु पछि हाम्रो बारेमा नमस्कार। हामी चाहिँ यति बेला मलेसियामा छौँ। मलेसियामा आएर हामी अहिले चाहिँ यहाँ एकैछिनको चाहिँ जमघट र रमझम दुवै हुने कुरा छ। एकदमै यहाँ हाम्रो मलेसिया तामाङ घेदुङका वरिष्ठ उपाध्यक्षज्यू हुनुहुन्छ मिलन सिंह हुनुहुन्छ। मास्क खोलिदिनु होला एकचोटि। यो चाहिँ भ्लगमा जान्छ मेरो है। एकदमै खुसी लाग्छ तपाईँहरूसँग भेट्न पाइयो। तामाङ कलाकारलाई माया गर्नु भएको छ तपाईँहरू। तामाङ घेदुङ एउटा तामाङहरूको एकदमै गौरवशाली संस्थाको चाहिँ यो प्रवास
के भन्छ शाखा है एकदमै खुसी लाग्यो तपाईँसँग भेटेर यो हामी अलि ढिलै भए पनि जोइन भए पनि भेट भयो खुसी लाग्यो विशेष गरी तपाईँहरू पाल्नु भएको छ हामीलाई एकदम खुसीको कुरा अब हामीलाई चाहिँ एउटा कलाकार चाहिँ विशेष गरी अब भनौँ न राष्ट्रको गहना भनिन्छ होइन हजुर हजुर त्यही भएर पनि अब विशेष गरी सम्पूर्ण कलाकारलाई एकदम मनमुटुदेखि विदेशको ठाउँमा अरू केही गर्न नसकिने एउटा भलाकुसारी एकदम भेटघाट होइन भेट्दा मात्रै पनि धेरै खुसी मिल्दो रहेछ सबैभन्दा ठुलो कुरो चाहिँ यो एउटा 7 समुद्र पारी चाहिँ आफ्नो मान्छे आफ्नै जातको आफ्नै थरको चिनेको मान्छे भेट्दाखेरि चाहिँ ओहो छुट्टै आनन्द मिल्दो रहेछ खुसी लाग्यो थ्याङ्क यू त्यस्तै गरी हाम्रो उपाध्यक्षज्यू हुनुहुन्छ विक्रम तामाङ स्वागत छ तपाईँलाई मेरो ब्लगमा आसमा लोचन अफिसियल कृपया एकचोटि मास्क खोलेर तपाईँको चन्द्र जस्तो मुहार देखाइदिनु होला लसो फ्याफुल्ला अहिले मलेसियाको टाइम कति भयो 10:30 बेलुका हामी नाइटको 10:30 बजे नेपालबाट आउनुभएको कलाकारहरूलाई चाहिँ हामी यसो मलेसियापछि चिसो तातो हावा खुवाउँदै नमस्कार सबैजनालाई मेरो नाम विक्रम कुमारको नाममा नेपालमा मेरो उपाध्यक्ष जनजाति महासङ्घको महासचिव मेरो नाम चाहिँ मिलन मेरो मलेसियाको बसाइ चाहिँ 8 वर्ष हो अहिले यो नयाँ पेपर हो हाम्रो जुन चाहिँ नयाँ पेपर हो कपडा बजारमा बेचिरहेको छ के भन्ने सबै जातिको पेपरहरू बेचिरहेको अरु सामान एकचोटि हल्ला गरेर हेलो दाजु हजुर हामी कति बजे यति बेला अहिले मलेसियामा रातिको 1 बजे हजुर ल हामी रातिको 1 बजे पनि स्विमिङ गर्न खोजिरहेछौँ चुइची पार्दै हुनुहुन्छ ओह हो हामी चाहिँ सनवेयर लगुनमा घुम्दैछौँ हामी चाहिँ भइसकेका छौँ अब केही क्षणपछि हो सबै चिजहरू खेलहरू खेलिनेछ हेलो हामी चाहिँ एउटा रेस्टुरेन्टमा आएका छौँ हाम्रो नगर न नेसनल मामाले चाहिँ लिएर आउनु भएको चाहिँ प्रदीप लामा शान्ति माम्बा ममता गुरुङ जास्मिन दिदी मामाहरू हुनुहुन्छ कस्तो छ एकदम नयाँ लाग्यो चिप्लेतिर हो यो नमस्कार आज हामी मलेसियामा छौँ फेरि आज हाम्रो हेलो पाक्रिन सम्धि भेट भएको छ हाम्रो अर्को यता खोटाङको हुनुहुन्छ हाम्रो भोजबहादुर तामाङ पनि
भेटिएको छ। आज हामी नेपाली रेस्टुरेन्टमा जाँदैछौँ एकदमै। यो चाहिँ मण्डला होटल नेपाली रेस्टुरेन्ट रहेछ है। त्यसै लागि यहाँ यस्तो खाना देखिरहेको कि योबाट पानी रसाइरहेको छ तर व्रत बस्नु परेको कस्तो लाग्यो है। के भएको सोमबार नान्दिनी एकदमै हामी खाना लिँदैछौँ। अब एकछिन सँगै भन्ने लाग्छ सबैलाई हाम्रो साथीहरू अब अवार्डको कार्यक्रम सुरु हुँदैछ। अवार्डका लागि सबै साथीहरू एकदमै तयारी भइसक्नु भएको छ। हाम्रो ममता म्याम त्यस्तै गरी शान्ति म्याम हुनुहुन्छ यहाँ। अवार्डका लागि सबैजना रेडी भइसक्नु भएको छ। यता हाम्रो नेसनल भेनाजु हुनुहुन्छ। यता हाम्रो क्लोथिङ नेपालका एमडी हुनुहुन्छ हरिबहादुर तामाङ, वान अफ द चर्चित नेम अफ नेपाल। गङ्गा दिदी पनि रेडी भइसक्नु भएको छ अवार्डका लागि। गुड मर्निङ। हामी कहाँ छौँ? हेलो दिदी, सन्चै हुनुहुन्छ? बेस्ट सिंगर तामाङ सेलो बिराबाट हुनुहुन्छ उहाँ आसमान तामाङ लोकसान्ज्यू। बेस्ट सिंगर तामाङ सेलो त परेको छ आसमान तामाङ लोकसान्ज्यू। ल हेर्नुहोस्, वाउ भेरी नाइस ना। सबैजनाले हेर्नु सक्नुहुन्छ। यो चाहिँ सी साइड हो, बिच साइड। यो मैले ठाउँ अघि हाम्रो मामाले भन्नुभएको थियो, देख्न सक्नुहुन्छ। यो हाम्रो बोर्ड हेर्नु त पारी। हामी चाहिँ यति बेला मलेसियाको एयरपोर्टमा चाहिँ बिहानको लन्च लिँदैछौँ। यो चाहिँ डिनर होइन, हामी बिहानको खाना खाँदैछौँ। अब यो खाना खाएर हामी नेपाल फर्किन्छौँ होइन त साथीहरू? मिठो छ? ल मामाज लभ यु भेरी मच। हामीसँगको यो एक हप्ताको यात्रामा हामीसँग धेरै कलाकार साथीहरू र धेरै अग्रज कलाकारहरू हामीसँग जोडिनु भएको थियो। त्यसै गरी हामीसँगै फर्किनु भएको छ नेपाली कलाकारिता जगतका एक हस्ती उत्तम केसी चुइची पारेर। सिङ्गापुर र मलेसियाको यात्रा कस्तो रह्यो तपाईँको? हाम्रो वरिष्ठ कलाकार हुनुहुन्छ। एकदम सुखदमय, रमाइलो।
नमस्कार, हामी अब नेपालतर्फ लाग्दैछौँ। हामी एउटै सिटमा परेका छौँ यहाँ 18 नम्बरको CABC-मा हामीसँगै छौँ। ABC बट नो प्रदीप इज हि नो सी हि यो खासमा चाहिँ के भयो भने यो हिमालय एयरलाइन्सको यस कुरा बुझ्नु हो। मिलाएर अब म चाहिँ पहिलोचोटि यहाँ अब यहाँ अलिकति भइसक्यो, म पहिला जानुपर्छ सुगर रोगी।